अहिले म घोराई उपमहानगरपालिका 1 मा रहेको हेग्राम भन्ने गाउँमा छु। कुनै ठाउँमा विकास देखिनु छ भने पहिले बाटो, खानेपानी, स्वास्थ्य, शिक्षा र बिजुली यी आधारभूत कुराहरू अनिवार्य हुन्छन्। उपमहानगरपालिकाभित्र रहेर पनि सायद भौगोलिक समस्या वा अन्य कारणले यहाँ अझै पनि खानेपानी, बाटो, स्वास्थ्यका समस्याहरू यथावत नै छन्। तर आजको दिनदेखि बिजुलीको समस्या पनि समाधान हुँदैछ। बिजुली आएपछि भोलिका दिनमा बच्चाहरू साँझसम्म पढ्न सक्छन्, स्वास्थ्य सेवामा सहजता आउन सक्छ, साना उद्योग पसल र स्वरोजगारका अवसरहरू खुल्छन्, मोबाइल इन्टरनेट र सूचना पहुँचमा आउँछ, गाउँमै रोजगारी आत्मनिर्भरता बढ्छ। म पूर्ण रूपमा सहयोग गर्न नसके पनि आफ्नो तर्फबाट एकदमै सुखद मूल्यमा काम गरेर यो परिवर्तनमा सानो योगदान दिएको छु। त्यही आशा, प्रयास र उज्यालो भोलिको कथा हो। हेरेर मेरो प्रयास कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। हवस् त, धन्यवाद।